हेलो सम्पूर्ण साथीहरू, फेरि पनि निकै लामो समयपछि मेरो यस युट्युब च्यानल इपिएच छिङ्गुमा तपाईँ सम्पूर्णलाई स्वागत छ। आज चाहिँ हामी यो कोरियन भाषाको एक्जाम दिँदा चाहिँ यो अनिवार्य आउने क्वेसन हो। फिसु थानमाल समानार्थक शब्दहरू उस्तै अर्थ लाग्ने शब्दहरू। जस्तै अब यहाँ हेरौँ, केही शब्दहरू छन्, कृपया ध्यान दिएर हेर्नु होला भिडियो। योरिसा छोरिसा भान्से कुक, युम्याङ इन्गी लोकप्रिय, मुछक मेउ आजु थेदानही ज्यादै, सोक्तो सोक्र्याक गति, सिल्सु छालमोत गल्ती, सुदा छक्ता लेख्नु, छोयङहादा हन्जाखादा शान्त हुनु, मात्ता आलमात्ता फारुदा मिल्नु, इयोङ सायोङ छाक्योङ उन्योङ सुदा प्रयोग, इरुदा पारुदा छिटो हुनु, मात्था थाम्दाङहादा जिम्मा दिनु, फाल्सेङहादा सेङ्गिदा देखा पर्नु, फुजोखादा मजारादा अपुग हुनु, छोयङहादा हान्जाखादा शान्त हुनु, मात्ता आलमात्ता फारुदा मिल्नु। अर्कोतिर हेरौँ, कोक फान्तुसी मुसगन अनिवार्य, खन्न फ्यान माजुन फ्यान पारिपट्टि, खाल्दा फाकुदा परिवर्तन गर्नु, खोचिदा सुरिहादा मर्मत गर्नु, काम्पाखादा इज बरिदा बिर्सनु, खदुदा मौदा जम्मा गर्नु, खवी फेल्लो खासै, खेङहमहादा छेहमहादा अनुभव गर्नु, खोलानहादा अर्यब्दा अप्ठ्यारो हुनु, फोहोहादा सिखिदा सुरक्षा गर्नु, फिसुथादा खात्ता तोखात्ता उस्तै हुनु, पोप्ता सन्तेखादा खोरुदा छान्नु, छर्याखादा आकिदा बचावट गर्नु, छिप्ता छाप्ता समाउनु, फुन्मेङही तुरेथे स्पष्टसँग। धन्यवाद भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा। र यस्तै भिडियोहरूको लागि हाम्रो यस इपिएस छिङ्गु युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र हाम्रो फेसबुकमा रहेको इपिएस छिङ्गु पेजलाई पनि कृपया फलो गर्नुहोला। धन्यवाद।